हेलो सम्पूर्णमा एकमुष्ट नमस्कार। म विनोद प्रधान। अहिले रमाइलो संसार च्यानल मार्फत म जोडिएको छु। अहिले चाहिँ म भोजपुरको यो पश्चिमपट्टिको भूभाग भोजपुरबाट यो पालुवा हुँदै पुरानो बिजुली पावर हाउसतर्फ जाँदैछु, यानि कि दलगाउँतर्फ। आज चाहिँ म आफ्नो सवारी साधन नलिकन पब्लिक सवारी साधनमा जाँदैछु। पब्लिकहरूको भरि भराउ छ, पछाडि तपाईँले देख्न सक्नुहुन्छ। गाउँघरको बाटो यस्तो छ। यो आजको सामग्री तपाईँहरूको लागि रोचक पनि हुनसक्छ। हेर्नुहोस्, तपाईँलाई थोरै म अलिकति क्लियर गर्नको लागि झ्यालबाट पनि तपाईँहरूलाई देखाउँछु एकछिन। यो 3-4 दिनको भोजपुरको बसाइपछि भने म भोलि काठमाडौँ फर्किँदैछु। र काठमाडौँबाट पनि बाटोमा त्यस्ता रमाइलो रोचक वस्तुहरू भयो भने अवश्य तपाईँहरूको लागि समेट्नेछु। म तपाईँलाई थोरै झ्यालबाट बाहिर देखाउँछु। देख्न सक्नुहुन्छ हाम्रो गाउँघरको जिल्लाको बाटोको अवस्था। दैनिक यात्रीहरू आवतजावत गर्ने बाटो अनि सवारी साधनको अवस्था माथि देखाउन सक्छु तपाईँहरूलाई। माथि देख्नुहोस्, माथि पनि सामान टन्नै छ। यात्रीहरूको खचाको त्यत्तिकै जोखिमपूर्ण यात्रा छ। म चाहिँ यसलाई जोखिमपूर्ण नै भन्छु। तर दैनिक यात्रा गर्नु नि हाम्रो गाउँघरको दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस्ता बाटोहरू सामान्य लाग्न सक्छ। तर मेरो लागि भने चाहिँ एकदम चुनौतीपूर्ण अनि खतरापूर्ण लागिरहेको छ। धेरै समयपछि आज फेरि म पब्लिक यातायातमा यात्रा गरिरहेको छु। मैले चाहिँ यो बाटो आफ्नो सवारी साधन चलाउने आँट नगरेको हुनाले आज यता गाडीमा यात्रा गरिरहेको छु। म तपाईँहरूलाई तलसम्मको बाटोको अवस्था जस्ताको तस्तै प्रस्तुत गर्छु। यसै बिचमा तपाईँहरूलाई छोटो विषयवस्तु समेट्न चाहेँ। यदि मेरो च्यानल तपाईँहरू कोही नयाँ जोडिनु भएको छ भने प्लिज च्यानललाई हौसला स्वरूप लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनुहोला। साथै च्यानलमा आफ्नो विचारहरू कमेन्ट व्यक्त गर्नुहोला। यानि कि तपाईँको विचार, तपाईँको सुझाव सल्लाहले फेरि आगामी दिनमा म नयाँ प्रस्तुतिहरू, रोचक सत्य तथा विषयवस्तुहरू, सामग्रीहरू समावेश गर्न सक्छु। ओहो, धुलाम्मे बाटो यस्तो हेर्नु, धुलो। म यो बाटोको भिडियो क्लिप चाहिँ थोरै मात्रै तपाईँहरूको लागि समावेश गर्न सक्छु, किनभने तपाईँहरूलाई यो मैले भिडियो क्लिप लिने क्रममा झ्यालबाट भित्र धुलो परिसर एकदमै डिस्टर्ब गरिरहेको छ। बाटोको अवस्था यस्तो छ। यो पहिला म एकचोटि यो बाटो पनि यात्रा गरेको थिएँ धेरै वर्ष अगाडि नै। त्यो बेला जहाँसम्म लाग्छ बर्सातको समय थियो, यतिको अवस्था पनि थिएन। बहुत दुःख कष्टले तल पावर हाउससम्म पुगेको थिएँ म। हिजोको मेरो विशेष कार्यक्रमको सामग्री छिट्टै नै तपाईँहरूलाई समक्ष ल्याउँदैछु। जहाँसम्म लाग्छ 1-2 दिन लाग्न सक्छ, किनभने म यात्राको क्रममा छु। अब मेरो भोलिको यात्रा नै धरान हुँदै सिन्धुलीसम्मको यात्रा हुन्छ भने सिन्धुलीको मेरो फेरि विकट पाहाडतर्फ लाग्दैछु। सिन्धुलीको खोरबन्जान, त्यसपछि चकमके, तीनपाटन भन्ने ठाउँहरूको भ्रमण गर्दैछु। त्यहाँको विशेष मन्दिरको दर्शन गरेपछि भने म पुनः फर्केर फेरि सिन्धुली बजार आइपुगेर त्यहाँबाट फेरि आफ्नो यात्रा काठमाडौँतर्फ लाग्दैछु। खोला लगभग आइपुग्न लागेको जस्तो लाग्यो, तल देखिरहेको छ। तर यो टर्निङ धेरै भएकोले गर्दा अझै पनि समय लाग्न सक्छ। अन्ततः म पिखुवा र सिपतेल खोलाको दोमान यहाँ तल आइपुगेको छु गुम्बामा। म थोरै खोलाको अगाडिको भिडियो क्लिप तपाईँहरूलाई समावेश गर्छु। हेरौँ आज भोलि कस्तो छ। यो चाहिँ यता आले सिक्तेलतर्फ जाने आलेको बाटो जाने यो बाटो। यो चाहिँ भोजपुर जाने बाटो भयो, जुन अघि आएको बाटै हो। यो चाहिँ यहाँबाट प्रश्न देखिरहेको छ। यो चाहिँ टर्मिनल भवन, बिजुली उत्पादन गर्ने भवन भने यो चाहिँ मुख्य खोला यो हो, पिखुवा खोला। अनि यो चाहिँ माथिदेखि, धेरै माथिदेखि नै यो खोला छेकेर पानी ल्याएर अनि टर्मिनल भवनमा यसरी विद्युत गृहमा पानी ल्याएको हो। माथि तपाईँले देख्नुहुन्छ ठाडो पाइप झरेको। अनि खोला चाहिँ पुरै सुकेको छ। यता सम्भवतः पानी नै छैन भन्दा नि हुन्छ। यो चाहिँ एकदम ठुलै पानी हुन्थ्यो। खोला वास्तविक पिखुवा खोलाको पानीको बहाव चाहिँ यत्रो हो। अत्याधिक माछा पाइने। अब आजभोलि चाहिँ खोलामा विषादी प्रयोग गर्ने, करेन्ट लगाउने बढी
प्रचलन भएको हुँदाखेरि खोलामा माछा अत्यन्तै न्यून पाइन्छ। यो पानी चाहिँ यहाँबाट चाहिँ यो विद्युत गृहबाट यतातर्फबाट यो पानी चाहिँ निकास दिएको छ र फेरि पुनः खोलामा यो पानी प्रवेश गर्छ अनि खोलाले आफ्नो रूप लिन्छ। अब यहाँ तल फेरि अर्को हाइड्रो पावरले फेरि त्यहाँबाट यसरी नै पानी थुनेर लगेको छ। त्यसपछि तल फेरि पुरै पानी खोलै सुकेको छ। अब यता यो माथिल्लोतर्फ चाहिँ यहाँ चाहिँ 3वटा पालिका छन्। यतातर्फ गयो भने यो भोजपुर नगरपालिका, यतातर्फ गयो भने चाहिँ यो ट्याम्केमयु गाउँपालिका भनेपछि यतातर्फ गयो भने चाहिँ फेरि यो चाहिँ रामप्रसाद तराई गाउँपालिका। 3टा पालिकाको सङ्गम क्षेत्र यो गुम्बा। पुरानो जलविद्युतको पावर हाउस त्यो तल छ। त्यो मैले तपाईँमा थोरै अलिकति देखाउने कोसिस गर्छु। यो चाहिँ पहिलाको यो विद्युत उत्पादन हुने टर्मिनल भवनहरू हो। यो जुन अघि मैले तपाईँलाई विषयवस्तु समेटिहालेँ। यो चाहिँ द्वन्द्वकालको चपेटामा परेर त्यतिखेर द्वन्द्वकालमा हाम्रो माओवादी जनयुद्धमा लागेका हाम्रा दाजुभाइ दिदीबहिनीहरूले यो टर्मिनल भवन चाहिँ पुरै सरकारी कर्मचारीहरूलाई कब्जामा लिएर अनि यो पुरै घन उनीहरूले स्वयं आफैले घन हानी प्रयोग गरे। यसो टर्मिनलका संयन्त्रहरू त्यहाँको मेसिनरी चिजहरू तोडफोड गरिदिएपछि भने यो टर्मिनल बन्द भयो। पछि यो फेरि पुनः सञ्चालनमा ल्याउने कोसिस गरिएको थियो तर यद्यपि फेरि त्यो सञ्चालनमा आउन सकेन। भित्र मैले देख्दिनँ तर तपाईँहरूलाई क्यामेराबाट देखाउँछु भित्र भवनको अवस्था कस्तो छ। यो भवनको छोटे तपाईँहरू क्लिप अनि अरू अगाडि पनि देखाउँछु। यहाँ भवनको दुरावस्था यस्तो छ। यो चाहिँ जहाँसम्म लाग्छ टर्मिनल विद्युत गृह उत्पादन नै त्यही हो जस्तो लाग्छ मलाई चाहिँ। यतापट्टिको अवस्था हेर्नु ल। यो चाहिँ द्वन्द्वकालको एउटा घाउ नै हो यो पनि। हेलो नमस्ते ल। पहिलाको विद्युत गृहमा त बाख्रा पालन के छ जस्तो खोर यस्तो रहेछ ल। पहिलाको यो सरकारी भवनहरू त हो यो त। ल हलो जुवा पनि रहेछ भित्र। त्यही त यता चाहिँ के छ दिदी? यो चाहिँ ए अनि यो अहिले पनि सरकारी भवनै हो कि के हो यो? ए हो अहिले पनि कर्मचारी हुनुहुन्छ? ए अनि कर्मचारीको काम के त अहिले? कर्मचारीको फ्युज लाउने फ्युज काट्ने त्यस्तै हो। ए अनि यहाँ बस्ने कर्मचारी चाहिँ पुरानै यो संयन्त्रकै कर्मचारी होइन त? होइन नयाँ। ए नयाँ जुन माथि अहिले अपरेट भइरहेको छ हाइड्रो पावरको हो? होइन अहिले हामी हाइड्रो पावरवाला होइन खाल्दै हो। ए सरकारी कर्मचारी नै जे होस्। यो भित्र हेर्न मिल्छ? मिल्छ ल। अब थोरै भित्र हेरौँ। यो अहिले पनि यो सरकारी कर्मचारीहरू नै यहाँ रहनुहुन्छ भन्ने छ र उहाँहरूले नै अपरेट गर्नुहुन्छ अरे यता विद्युतहरू चाहिँ कुन ठाउँमा विद्युत कथेर दिने कसरी काट्ने लाइन कता जोड्ने यो सबै मेन्टेनेन्स पनि होला। ल हेरौँ यहाँ। ओहो यहाँ त पुरा सरकारी भवनभित्र त यस्तो पो रहेछ त। पूजापाठ सबै ल सरकारी भवनभित्र यस्तो रहेछ है ल। अब अर्कोतिर हेऱ्यौँ। यता पनि हेर्न मिल्छ? ल अब धेरै पछि मैले सुनेको थिएँ यो पुरानो भग्नावशेष टर्मिनल पुनः निर्माण गरेर फेरि विद्युत सञ्चालन ल्याइने भन्ने सम्म पनि सुनेको थिएँ तर त्यो चाहिँ अब कुरा मात्रै भयो। हाम्रो सरकारी संयन्त्र त्यस्तै हो, काम गर्दैनन्, गफ धेरै गर्छन्। ल यो पुरा भान्सा कोठारा छ। यहाँ धानसन के हो थन्काइएको रहेछ ल। यस्तो छ पहिलाको विद्युत गृह टर्मिनल भवन एरिया। यो कम्पाउन्ड भनौँ नि यसलाई चाहिँ यस्तो अवस्था रहेछ। यो अब पुनः यो सञ्चालनमा आउने भन्ने त सब लड्नु पनि आँटिरहेछ अलिकति त्यो पनि गरे हेर्दिनु न। ए होइन यो त अब यस्तो होला नि त। अब यो विद्युत गृह नै अहिले भग्नावशेष मात्र रहेको अवस्थामा यो त सरकारी संयन्त्रले कतिसम्म हेर्छ भन्ने कुरा हो होइन। यो सञ्चालनमा भएको त स्वाभाविक सबै कुरा जीर्णोद्धार पनि हुन्थ्यो होला, पुनर्निर्माण हुन्थ्यो होला नि त। पहिलाको यो टर्मिनल भवन अझै पनि एकचोटि देखाउँछु। मैले बाहिरबाट त देख्न सकिदिनँ तर त्यो भित्र कस्तो रहेछ भनेर एकचोटि म अझै कोसिस गर्छु।
टर्मिनल भन्नेहरू देखिँदैन, भित्र पस्ने ठाउँ छैन। म यहाँबाट क्यामेरा छिराएर देखाउने खोजेँ, देखिँदो रहेछ। ल देख्न सक्नुहुन्छ भोजपुरको बिजुली पावर हाउस माओवादी द्वन्द्वकालले निम्ताएको यो दुर्दशा। टर्मिनल अझै इन्जिनहरू मेसिनरी सामानहरू यथा अवस्थामा छन्। तर यो अब भग्नावशेष भनौँ न, यसो अस्थि पञ्जर मात्रै बाँकी छ। अब यो चल्छ पुनः सञ्चालनमा ल्याउन सकिने सम्भावना छ कि छैन भनेर सम्बन्धित विशेषज्ञले जानुन्। तर जनताको अपेक्षा चाहिँ के हुन्छ भने सधैँ जनताले सर्वसुलभमा सेवा सुविधा पाउन्, यस्ता विद्युतीय उद्योगहरू सबै सञ्चालनमा आउन् र स्थानीय स्तरमा जनताहरूले रोजगार पाउन् भन्ने नै हो अपेक्षा भनेको, त्यही नै हो। तर यस्तो छ पहिलाको अब यो माओवादी 10 वर्ष जनयुद्धले निम्त्याएको र त्यसको पीडामा परेको एउटा ज्वलन्त उदाहरण हो यो। यस्ता उद्योग धन्दा व्यापार कति नष्ट भए त्यो बेलामा भनेर साध्य छैन। ल अब यो पहिलाको टर्मिनलहरू पावर प्लान्ट स्टेसन हो यो, देख्न सक्नुहुन्छ। अझै यो सञ्चालनमा छैन रहेछ जहाँसम्म लाग्छ, किनभने यसमा कुनै बाहिरी कनेक्सनहरू केही पनि छैन। यो पूर्ण रूपमा भग्नावशेष मात्रै छ। ल यो हाम्रो भोजपुरको यो पुरानो विद्युत गृहको अवस्था दुरावस्था तपाईँहरूलाई प्रस्तुत गरेँ। अब बाँकी यो विषयवस्तुबाट चाहिँ फेरि मैले ब्रेक लिन्छु र बाँकी फेरि अन्य विषयवस्तु भयो भने अवश्य तपाईँहरूलाई समेट्छु। अब चाहिँ म यात्रा गरिरहेको गाडी यही नै हो। यो गाडी यसै मार्फत म यहाँसम्म आइपुगेको छु। अब सम्भवतः यात्रुले खाजाहरू खाइसक्यो होला, तर म भने चाहिँ तपाईँहरूलाई यतातिरको ठाउँको अवस्था अनि यी सामान्य सामग्रीहरू तपाईँहरूलाई कैद गरेर देखाउने कोसिस गर्दैछु। गाडीको सामान खचाखच अनि मान्छे पनि त्यति धेरै। आमा नमस्ते। नमस्ते बाबु। तपाईँको नाम भनिदिनुहोस् न एकचोटि। मेरो नाम हजुर राम राम हो। अघि त्यो किन मलाई छोडेको नैना कुमारी। हजुर घर चाहिँ कहाँ? घर डाँडा खर्क भने कुन नगरपालिका कुन गाविस पर्छ? साबिका ए रामप्रसाद गाउँ। ए अप्ठ्यारो मान्नुहुन्न भने म तपाईँले एउटा कुरा सोध्छु, कति वर्ष पुग्नुभयो भन्नुहोस् त? हजुर 86 वर्ष। ओहो हाम्रो हजुरबुवाहरू जस्तै जस्तै हुनुहुँदो रहेछ। हजुर ए भोजपुर बजार घुमेर आउनुभयो है? विराटनगरदेखि आउनुभएको? ए आफन्त भेटघाटको लागि उपचारको लागि के जानुभएको थियो? ए घर उतै हो पुरानो घर। ए हजुर हजुर पर्सि नातिको बिहे छ। ए बिहेमा आउनु भएको। ए ल हस् तपाईँलाई नमस्ते गरेँ। तपाईँको यात्रा सफल हो, नातिको बिहा पनि भव्य सभ्य होस् है हजुरआमा। हजुर ए हस् ल धन्यवाद। हस् आमा हस् धन्यवाद। हस् धेरै धेरै धन्यवाद। हजुर ल हाम्रो उहाँ 80-85 हजुर ए हजुरआमाले गीत गाइदिनुहुन्छ? ल तपाईँको गीत सबै मान्छेको समक्ष पुर्याउँछु, सबैले सुन्नुहुन्छ ल भनिदिनुहोस् त। पुग्नुभएको हजुरआमाले एउटा गीत गाएर सुनाइदिनु, उहाँले इच्छा व्यक्त गर्नुभयो। ल हजुरआमाको गीत सुन्नु कस्तो गाइदिन्छु? ल गाइदिनुहोस् हजुरआमा। गीत सुन्न जान्दैन एउटा शास्त्रको। ल लु हुन्छ तपाईँले जे आउँछ त्यो सुनाइदिनुहोस् ल। हस् अलिकति भन्छु है। हस् हस् धन्यवाद। पति रुक्मिनी पति प्रभु हे सत्य सती, हेरा पति रुक्मिनी पति प्रभु हे सत्य सती पति आउँदैन फेरि त्यहाँ भन्दा ए ल यति भए पनि सुनाइदिनु भयो, धन्यवाद है त। हस् धेरै धेरै धन्यवाद। हस् घरिघरि भला कुसारी गर्दै म यहाँ अन्ततः गन्तव्यमा आइपुगेँ। अब भने मेरो ओर्लिने समय आइपुगेको छ। गुरुजी अलिकति साइड लगाउँ त, म यहीँ ओर्लिउँ ओर्लिनु त हजुर आमा। ए पक्नु ठेल्नुपर्ने हो। ए ल यो ओर्लिनुहोस् त। गुरुजीलाई भरे पनि एकचोटि फोन गर्छु ल गुरुजी। ल 2टा सिट कन्फर्म गरिदिनु होला। ल एकछिन चाहिँ म यहाँ ओर्लिन्छु अनि गुरुजीलाई दक्षिणा पनि दिनु पऱ्यो।
खै गुरुजी कता ए लिनु त यी ठाउँमा एउटा मुढा अझै पनि एकजना मान्छे बस्नेलाई मुढा बनाएर राखेको छ यति सुविधा हुँदा पनि अझै पुगेको छैन नि त गाह्रो छ जिउ हस् धेरै धेरै धन्यवाद गुरुजी भोलि पुनः हाम्रो भेट हुन्छ ल हजुरआमा लगायत सम्पूर्णलाई बिदा चाहे तपाईहरुको यात्रा शुभ रहोस् सफल रहोस् हस् बाई बाई हस् हस् उहाँ पारीको गाडीको अवस्था हेर्दै जानु होला ए हस् धन्यवाद ल ल ल अब अन्तत म यहाँबाट गाडीबाट ओर्लेपछि भने म यहाँ तल्लो घरतर्फ लाग्दैछु अब यहाँ अगाडिमा लेनुस् गाउँको घर यस्तो छ यताउँदि अत्याधिक बाँदरले दुःख दिने ठाउँ यो टन्न आँपहरू एकदम प्रशस्त फल चाहिँ तल देख्न सक्नु आँपै आँपको बगैँचा पनि छ यो कति ठुलो सिमलको रुख थियो ढाल्नु सिमल फुकेको रुख ढाल्नुभएको हो एउटा कति धेरै फल्ने आँपै लिची त मुडुम गएछ त्यहाँ ल म बस्ने ठाउँमा आइपुगेँ मेरो श्रीमती ज्यू पनि त्यहाँ अघि आएर गाडीमा बसिरहनु भएको छ हेलो नमस्ते नमस्ते राम्रो हाँसेको त ल जाको किन गरेको नमस्ते आमा अहिलेको छोटो भिडियो क्लिप चाहिँ यहीँ अन्त गर्छु फेरि पछि तपाईँहरूसँग जोडिन्छु धेरै समयको अन्तरालपछि मेरो श्रीमतीजीले आफ्नो जन्मदिने आमासँग भेटघाट गर्ने क्रममा फोटो सेसन हुँदैछ यता फोटो खिचिदिनु हुँदैछ नमस्ते गर्दिनु मा कति वर्ष पुग्नुभयो भन्दिनु भन्नु न कति वर्ष 95 वर्ष हो होइन 93 पुग्नुभयो फागुन 90 साल फागुन मेरो श्रीमतीको जन्मदिने आमा 95 वर्ष चाहिँ वर्षले टेक्नु भएछ उहाँ अझै पनि हिँडडुल गर्न सक्नुहुन्छ आफ्नो काम गर्न सक्नुहुन्छ उहाँसँग धेरै पछि फेरि भेटघाटको क्रममा सानो फोटो खिच्यो यहाँनिर गाउँघरको माहौल चाहिँ यस्तो छ यता हाम्रो आज यहाँ साइकल सिक्दै हुनुहुन्छ तपाईँको पनि साइकल बुढेसकालमा साइकल सिकेको फोटो मैले सानो भिडियो क्लिप समावेश गरेँ मेरो दर्शक मित्रहरूलाई बारीको काल्लातिर चाहिँ नलानु है फेरि टिप्न आउनुपर्छ बारीको काल्लातिर नलानु टिप्न आउनुपर्छ छरिनुहुन्छ फेरि हेलो अनि अर्को विषयवस्तु चाहिँ यहाँनिर छ यो बयर प्रजातिको यो ठुलो बोका मैले काठमाडौँतर्फ लानको लागि किनेको छु अब थोरै बेरमा यहाँ गाडी आउँछ गाडीमा लोड गरेर काठमाडौँतर्फ लिएर जाँदैछु रहर लागेर यत्रो ठुलो छ सम्भवतः 40-45 किलो हुनुपर्छ सबैको अड्कल अनुसार चाहिँ यो चाहिँ रामप्रसाद राई गाउँपालिका अन्तर्गत पर्छ यो दल गाउँमा यहाँ उहाँ हाम्रो कान्छा दाजु उहाँको छोटो भिडियो क्लिप मैले राखेँ यहाँ लौरेको जीवनमा राइफल सिराने
नमरी बाँचे त हो यही ठाउँ फिरने। लु यो छोटो भिडियो क्लिप त मेरो रमाइलो संसार च्यानल हेरेर बस्ने सम्पूर्ण दर्शक मित्र महानुभावहरूलाई हाम्रो गाउँले दाजुकै छोटो 2 लाइन मैले तपाईँलाई समावेश गरेको छु। फेरि हामी आफ्नो गन्तव्यतर्फ लाग्छौँ। आज त कम्तीमा पनि धरानसम्मको यात्रा छ हाम्रो। भोजपुर पुगेर केही छिन अलमल पछि भने फेरि हामी धरानतर्फ लाग्छौँ। पुगिन्छ, मजाले पुगिन्छ। हाम्रो आफन्त ससुरालीहरू हामीलाई माथि बाटोसम्म छोड्न आउँदिन्छ। हाम्रो रमेश भाइ पनि हुनुहुन्छ यहाँ। यहाँ गाडी यहाँ छ। पुरा गाडीमा बोको राख्ने तयारी हुँदैछ यहाँ माथि चाहिँ। यहाँ पनि बान्नुपर्छ। सिकाइदिदेऊ न भाइ। गाउँघरमा रमाइलो हुन्छ। बान्नुपर्छ, नबान्नु त हुँदैन। पर्दैन एकछिन हटेर त बसिहाल्छ नि, एकछिन तरङतुरुङ गर्छ बस्छ। यताउता पल्टिँदैन यो केही पनि हुँदैन बस्छ। जाने बाटो चाहिँ हाम फाल्यो भने त बर्बाद हुन्छ। लगभग हामी 1 घन्टामा भोजपुर पुग्छौँ। 1 घन्टा सवा 1 घन्टा त्यसपछि भने हाम्रो यात्रा फेरि लामो यात्रा सुरु हुन्छ। रमाइलो यात्रा सुरु हुन्छ। छोटो यही हप्ता गर्छ। त्यस्तै सवा 1 घन्टाको सुमोको यात्रापछि भोजपुरको देउराली बजारतर्फ आइपुग्यौँ। अब यहाँबाट हाम्रो आफ्नो सवारी साधन मार्फत काठमाडौँको यात्रा तय गर्दैछौँ। त्यसले आलु तासेको त्यो साग काटेको फोटो खिच्नु भनेर होला। त्यस्तो त खिच्दैन क्यामेरा। सामान बोक्ने आदरणीय रमाइलो संसार च्यानल हेरेर बस्नुभयो सम्पूर्ण मेरो प्यारा मित्र महानुभावहरू। यो भोजपुरको 2-4 दिनको बसोबासपछि फेरि पुनः म काठमाडौँतर्फ आफ्नो कर्मक्षेत्रतर्फ फर्किँदैछु। आजको विषयवस्तु तपाईँहरूलाई कस्तो लाग्यो प्लिज गाउँघरको विषयवस्तु छ, पक्कै पनि मन पराउनुहुन्छ। यदि मेरो च्यानलमा नयाँ
जोडिनु कोही पनि जोडिनु भएको छ भने प्लिज च्यानललाई लाइक सेयर सब्सक्राइब गर्नु होला र आफ्नो विचार तल कमेन्टमा व्यक्त गर्नु होला। यदि सुझाव सल्लाह भए पनि कमेन्टमा राखिदिनु हुन पो एकदम विनम्र अनुरोध गर्दछु। ल त तपाईँको दिन शुभ रहोस्, सफल रहोस्, स्वस्थ रहोस्, निरोगी रहनुहोस्। बाई बाई, टेक केयर एभ्रिवान। यो कता गयो